हेलो वेलकम टु माई मिनी ब्लग। विदेशबाट आएको केही दिनमै जङ्गलभरि दाउरा घाँस गर्न। हामी किसानको छोराछोरी भएपछि दाउरा घाँस गर्नु पर्यो। दाउराहरू काट्दै दाउरा बटल्ने क्रममा भिडियो बनाउँदै केही सम्झनाको लागि, केही मेमोरीको लागि, पछिको लागि। दाउराहरू काट्न साह्रै रमाइलो। आफ्नो गाउँ भनेको त्यसै त रमाइलो। झन् आफ्नै जङ्गलमा घाँस दाउरा गर्न आनन्द। छुट्टीको राम्रै सदुपयोग भइरहेको छ। छुट्टी पनि अब सकिन लागिसक्यो। दाउरा काटेर सकिँदैन। दाउरा घाँस गर्दै यो दुखीको जाने भयो छुट्टी सलल। अब यो भिडियो किन बनाएको भन्ने साथीहरूलाई लागिरहेको होला। हामी बसेर खानेमा भन्दा नि काम गरेर आफ्नै दममा घाँस दाउरा गरेर किसानी गरेर खाने पर्यो हजुर। छुट्टी त सकिन लागिसक्यो। अब के गर्ने, यस्तै छ। अब केही दिन छ छुट्टी सकिन। अब जाने बेला हुन्छ फेरि आफ्नै दुःख गर्न फेरि। नेपालको बसाइमा चिसो बढी भयो। चिसोले घाँटी दुखेको छ। दाउरा घाँस गर्दै, दाउराको भारी हाल्दै, घाँसको भारी हाल्दै यस्तै छ। हाँसी मजाक गर्दै 1 महिनाको छुट्टी सकियो। आउन 2 दिन, जान 2 दिन, 4 दिन त्यसै सकियो। 26 दिनको छुट्टीमा कहिले कुला कहिले घाँस दाउरा गरेर सकियो। मेरो छुट्टी यसरी नै सकियो साथीहरू। हजुरहरूको छुट्टी कसरी बिताउनुहुन्छ कृपया कमेन्ट गर्नुहोला। राम्रो नराम्रो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। अब हामी घाँसको भारी हालेर घरतिर जान लागेको। हजुरलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। हाम्रो नेचुरल मिनी ब्लग यहीँ सकिन्छ। हस् त, धन्यवाद हजुरहरूलाई। मिस यु सबै साथीहरूलाई है त। हाम्रो यो पहेरा हो। बाई बाई सबैलाई। अब नेक्स्ट भिडियोमा हामी छिटै भेट्नेछौँ। अब लागि घाँसको भारी बोकेर। बाई।